प्रिय दर्शकबिन नमस्कार। म्युचुअल फन्डको अघिल्लो क्रमको भिडियोमा हामी फेरि तपाईहरु सामु उपस्थित भइसकेका छौं। हामीले अघिल्लो भिडियोमा तपाईहरुलाई इक्विटी फन्ड त्यसरी नै अन्य फन्डहरुको बारेमा पनि बतायौं। आज हामी तपाईहरुलाई मल्टी एसेट फन्डको बारेमा बात गर्नेछौं। तर त्यो भन्दा अघि म्युचुअल फन्ड लिनु भन्दा अघि यो एउटा मार्केट रिस्कको कुरा पनि छ। त्यसकारणले गर्दाखेरि यो बजारलाई हेरेर मार्केटको उतार चढाउलाई हेरेर तपाईहरुले जानकारी लिएर बुझेर यसमा इन्भेस्टमेन्ट गर्नुहोला। यदि तपाईहरुलाई जानकारी धेरै चाहिन्छ जति भने पनि हामी स्मार्ट मनी माइन्डसेटको तर्फबाट तपाईहरुलाई जानकारी उपलब्ध गराउन हामी हरदम तयार रहनेछौं। र हामी समक्ष फेरि यो क्रमको भिडियोमा रमेश शर्मा नमस्कार हुनुहुन्छ र हामी कुरा गर्नेछौं मल्टी एसेट मल्टी एसेट म्युचुअल फन्डको बारेमा हामी बात गर्छौं आज। र हाम्रो दर्शकहरुलाई मल्टी एसेट फन्डको बारेमा के भनौं? हजुर, मल्टी एसेट भन्दाखेरि अगाडि म दुई चारवटा फन्डको विषयमा भन्छु। जस्तो हामीले इक्विटी फन्डको कुरा गरौँ, डेट फन्डको कुरा गर्यौं हैन, त्यहाँदेखि इन्डेक्स फन्डको कुरा गर्यौं। त्यसमा क्याटेगराइजेसनहरु थुप्रो थियो। अब त्योदेखि अलग्गै अझै एउटा कमोडिटी रिलेटेड एउटा म्युचुअल फन्ड। कमोडिटी फन्ड भन्दाखेरि जस्तो गोल्ड फन्ड हैन, सिल्भर फन्ड भन्दाखेरि गोल्डमा इन्भेस्ट गर्ने, जुन चाहिँ फन्डले खाली सुन किन्दै राख्छ त्यसलाई प्योर गोल्ड फन्ड भनिन्छ। जसले सुन पनि किन्छ र सुनको त्यो माइनिङ गर्ने कम्पनीहरुमा पनि इन्भेस्ट गर्छ, त्यसलाई गोल्ड बेस्ड म्युचुअल फन्डहरु भनिन्छ हैन। त्यो एउटा प्योर कमोडिटी वाला म्युचुअल फन्ड भयो, या त चाँदी सुनको फन्ड या त चाँदीको फन्ड हैन। अब मल्टी एसेट भन्दाखेरि चाहिँ के आउँछ भने यो जति पनि हामीले फन्डको कुरा गर्यौं हैन, इक्विटी फन्ड, डेट फन्ड र यो सुन चाँदीको फन्ड, गोल्ड फन्ड, सिल्भर फन्ड, यो सबैलाई मिलाएर चाहिँ एउटा फन्ड बनाइन्छ। त्यसलाई चाहिँ मल्टी एसेट फन्ड भनिन्छ। अब मल्टी एसेट फन्ड भन्नाले चाहिँ त्यसमा इक्विटी फन्ड पनि अलिकति आयो, डेट फन्ड पनि अलिकति आयो र यता कमोडिटी गोल्ड फन्ड पनि आयो, सिल्भर फन्ड पनि आयो हैन। यो सबै मिलाएर एउटा फन्ड बनाइन्छ। अब यसमा चाहिँ के छ भने रिस्क फ्याक्टर कम्ती हुन्छ। हो, अलिकति रिटर्न पनि अलिकति कम्प्रोमाइज गर्नुपर्छ रिटर्नमा पनि हैन। जति बेसी हामी रिटर्न लिन खोज्छौं त्यति बेसी हामीले रिस्कलाई पनि ध्यान दिनुपर्छ। अघि तपाईले भनिहाल्नु भयो हाम्रो डिस्क्लेमर हैन। म्युचुअल फन्डमा इन्भेस्टमेन्ट गर्नुभन्दा अगाडि तपाईले बजार जोखिमलाई ध्यानमा राखेर यसको दस्तावेजहरु राम्रोसँगले पढेर मात्रै इन्भेस्टमेन्ट गर्नु होला, किनभने यसमा रिस्क छ। अन्त त्यही रिस्कलाई मिटिगेट गर्नको लागि, त्यो रिस्कलाई कम्ती गर्नको लागि चाहिँ हामीले मल्टी एसेट फन्डमा पनि इन्भेस्टमेन्ट गर्न सक्छौं। मल्टी एसेटमा चाहिँ सबै किसिमको इक्विटीको पनि रिस्क छ, यता डेटको बेनिफिट पनि छ, डेटमा रिस्क कम्ती छ तर लिमिटेड बेनिफिट छ। यता गोल्ड हैन, अब हामी सुन्छौं नि सुनको दाम आजभन्दा धेरै वर्ष अगाडि 100 रुपैयाँ, त्यहाँदेखि 1000 रुपैयाँ गर्दै गर्दै अहिले लाख रुपैयाँ तोला गरेर पुग्यो हैन। अन्त यदि हामीले सबै किसिमको फन्ड अलिअलि गर्यौं भने चाहिँ त्यसमा चाहिँ हाम्रो रिस्क कम्ती हुन्छ। बजार केही कारणले घट्दाखेरि पनि यता सुनको दाम नघट्ला हैन, उता हाम्रो जुन डेट फन्ड छ त्यो त एउटा सेक्योर फन्ड छँदैछ। त्यसले गर्दाखेरि चाहिँ हाम्रो अन्त यो फन्ड जसले म्यानेज गर्छ उसले फेरि टाइम पनि हेर्छ क्या, अहिले कहाँनेरि बेसी इन्भेस्टमेन्ट गर्नु भने। हो, सेबीको गाइडलाइन्स पनि छ, कुनै पनि एउटा एसेटमा यति भन्दा बेसी इन्भेस्टमेन्ट गर्नु पाउँदैन, पर्सेन्टेज छ हैन। डिफ्रेन्ट क्याटेगोरीमा डिफ्रेन्ट पर्सेन्टेजहरु छ, तर पनि उनीहरुलाई फ्लेक्सिबिलिटी छ कि यतिसम्म चाहिँ तिमी इन्भेस्टमेन्ट गर्न सक्छौ। जस्तो देख्यो कि इक्विटी बजारमा राम्रो अहिले मौका छ भन्दाखेरि उसले सुन बेचेर या त डेट फन्डको पैसा निकालेर इक्विटीमा हाल्छ फन्ड म्यानेजरले। यो एउटा एक्टिभली म्यानेज फन्ड हुन्छ, इन्डेक्स फन्ड जस्तो प्यासिभ फन्ड हैन। यसमा एकदम फन्ड म्यानेजरमाथि पुरा निर्भर छ यो फन्ड हैन, उसको पर्फर्मेन्समाथि यसको पनि पर्फर्मेन्स निर्भर छ। उसले हैन अब इक्विटी मार्केट अलिक राम्रो चलेको छैन भनेर त्यहाँबाट प्रफिट बुकिङ गरेर उसले त्यो फन्ड त्यो पैसालाई फेरि डेटमा लगाउला, अलिकति सुन किन्ला, त्यसरी नै रोटेसन गरेर चलाउँछ। त्यो रोटेसन गर्दाखेरि चाहिँ के हुन्छ भने हाम्रो रिस्कलाई एकदम ब्यालेन्स गरेर उसले रिटर्न जेनेरेट गर्छ। त्यसैकारण चाहिँ एकदमै स्टार्टिङमा कसैले म एकदम कम्ती मिनिमम रिस्कमा इन्भेस्टमेन्ट गर्छु, अब डेट फन्डमा त एकदमै रिटर्न पनि कम्ती छ तर त्यो भन्दा अलिकति रिस्की तर राम्रो रिटर्न आउने फन्डमा इन्भेस्ट गर्छु भन्दाखेरि चाहिँ उसले मल्टी एसेट फन्डमा अब मेरो ओपिनियनमा भन्नु भने हरेक मान्छेको चाहे जसको रिस्क प्रोफाइलिङ जस्तोसुकै होस् उसकोमा एउटा एटलिस्ट एउटा मल्टी एसेट फन्डमा इन्भेस्टमेन्ट हुनु एकदमै जरुरी छ। किनभने त्यसले रिस्कलाई धेरै नै मिटिगेट गर्छ र उसलाई
एउटा आनन्दको उयो दिन्छ क्या, मतलब रिटर्न दिन्छ। त्यसै पनि फन्ड म्यानेजरले त आफ्नो काम त राम्रोसँग गरिरहेकै हुन्छ नि त होइन? होला, मार्केट त अब त्यसै नै अप एन्ड डाउन हुनैसक्छ है। जस्तो अब भर्खरै इन्डिया पाकको वार भयो है, त्यो समयमा मार्केट अलिकति डाउन थियो। कोही बेला करेक्सन हुने, कोही बेला मार्केट अप हुने त हुने नै गर्छ। तर पनि मल्टी एसेट चाहिँ भनेपछि अरू फन्डहरूभन्दा मल्टी एसेट अलिक सेक्युर फन्ड हो। हजुर, अलिकति डेट फन्ड भन्दाखेरि अब सबैभन्दा डेट फन्ड त एकदमै सेक्युर भयो। अस्ति हामीले बात गऱ्यौँ हामीले, एकदमै मार्जिनल लिमिटेड रिस्क मात्रै हुन्छ। त्योदेखि अलिकति हायर रिस्क तर राम्रो रिटर्न, डेट फन्डभन्दा राम्रो रिटर्न आउने चाहिँ हाम्रो मल्टी एसेट फन्ड। मल्टी एसेट भनेपछि हामीले हाम्रो दर्शकहरूलाई फन्ड म्यानेज गर्दाखेरि चाहिँ मल्टी एसेट। हजुर, मल्टी एसेटमा अब यस्तो हुन्छ नि, कसैले म 5,000 को एसआइपी गर्छु या त म 5 लाख रुपियाँ लमसम अमाउन्टको एउटा म्युचुअल फन्डमा इन्भेस्टमेन्ट गर्छु भन्दाखेरि एटलिस्ट 5 लाखमा 1 लाख रुपियाँ चाहिँ मल्टी एसेट फन्डमा होस् होइन, 5,000मा 1,000 रुपियाँ चाहिँ उसको एसआइपी मल्टी एसेट फन्डमा जाओस्। त्यति चाहिँ छ भने चाहिँ एउटा सेफर बेट हुन्छ त्यो चाहिँ। ओके, त्यसले चाहिँ भोलिको दिनमा उसको रिटर्नमा उसलाई माने एउटा सेफ रिटर्न दिनुमा पनि, सेफ रिटर्न पनि र उसको क्यापिटललाई पनि कहीँ न कहीँ प्रिजर्भ गरेर राख्छ। ओके, ठिक छ। त्यसो भएदेखि आज हामीले मल्टी एसेटको बारेमा पनि हाम्रो दर्शकहरूलाई जानकारी दियौँ। अब अघिल्लो क्रमको भिडियोहरूमा अरू अन्य क्याटेगोरी है, थुप्रो क्याटेगोरीहरूको बारेमा हामी सायदै बात गर्नेछौँ। म तपाईँको यो भिडियो कम्प्लिट हुनुभन्दा अगाडि एउटा जरुरी कुरा, म्युचुअल फन्डमा इन्भेस्टमेन्ट हामी यत्रो फन्डको कुरा गर्दैछौँ, किन चाहिँ जरुरी छ भन्दाखेरि चाहिँ म्युचुअल फन्डले चाहिँ यो जुन इन्फ्लेसन छ नि, महँगाई हामीलाई थाहा छ। अब हामीभन्दा सिनियरहरूलाई, अब एज वाइज सिनियरलाई अझै थाहा छ होला यो कुरा कि आजभन्दा 10, 15, 20 वर्ष अगाडि 5 वर्षमा हाम्रो अमाउन्ट जुन हामी ब्याङ्कमा पैसा राख्थ्यौँ, ब्याङ्क भयो अथवा पोस्ट अफिस भयो, फिक्स्ड डिपोजिट जुन गर्थ्यौँ त्यो डबल हुन्थ्यो। आजको दिनमा गएर त्यो 10 वर्षमा मात्रै डबल हुने समय आयो होइन। तर म्युचुअल फन्डले चाहिँ तपाईँको लास्ट अब जुन इन्डेक्सको कुराहरू गऱ्यौँ हामीले, सेन्सेक्स निफ्टीले चाहिँ 10%देखि बेसीको रिटर्न हामीलाई धेरै अगाडिदेखि अहिलेसम्म पनि दिइरहेको छ। 10 होइन 12% को रिटर्न दिइरहेको छ। त्यो जुन एउटा इन्फ्लेसनलाई एडजस्ट गर्नुको लागि चाहिँ हामीले चाहिँ कमसे कम यो म्युचुअल फन्डमा इन्भेस्टमेन्ट गर्नु चाहिँ एकदमै जरुरी छ। ओके हो, ओके। अन्त अर्को कुरा किन जरुरी छ भन्दाखेरि अब जस्तो हामीले आज यो जुन पहिला 5 वर्षमा डबल हुन्थ्यो, अहिले 10 वर्षमा डबल हुन्छ पैसा एफडीमा। किन भन्दाखेरि चाहिँ इन्ट्रेस्ट रेट घट्दै जाँदैछ। इन्ट्रेस्ट रेट घट्यो हो। युएसमा आजभन्दा 2-3 वर्ष अगाडि इन्ट्रेस्ट रेट तपाईँको 1%हरू मात्रै थियो, अहिले बढेर बन्ड यिल्ड तपाईँको 5% प्लसमा गएको छ आजको डेटमा। तर त्यो फेरि घट्छ। त्यो अहिले टाइमिङको कुरा मात्रै हो, आज न भोलि त्यो घट्छ, कम्ती भएर जान्छ, इन्ट्रेस्ट रेट कम्ती हुन्छ। तर युएसको जुन मार्केट छ, S&P 500 भन्छौँ, अब संसारको सबैभन्दा ठुलो एक्सचेन्ज होइन, ट्रिलियन डलरको एउटा एक्सचेन्ज, त्यसले पनि लास्ट 50-60 इयर्सदेखि 10% प्लसको CAGR दिइरहेको छ। ओके, यत्रो लामो टाइममा। त्यसै कारण चाहिँ हामीले म्युचुअल फन्डमा इन्भेस्टमेन्ट गर्नु। त्यो पनि युएस भनेको त डेभलप्ड, फुल्ली डेभलप कन्ट्री होइन। अब संसारको सबैभन्दा ठुलो इकोनोमी होइन, एक-एकवटा कम्पनी नै ट्रिलियन डलरको कम्पनी छ युएसमा। हाम्रो यहाँनिर त एउटा 4टा कम्पनी लाउँदा पनि ट्रिलियन डलर हुँदैन इन्डियामा होइन। भर्खर त हामी 4 ट्रिलियन डलर टोटल हाम्रो इकोनोमी भनौँ न, जीडीपी 4 ट्रिलियनमा जाँदैछौँ। त्यसै कारण चाहिँ हामीले यो जुन महँगाई छ, यो जुन इन्फ्लेसन छ, यसको मारबाट बाँच्नुको लागि चाहिँ केही न केही अमाउन्ट हामीले आफ्नो जुन सेभिङ्स या त इन्कम त्यसको एउटा सर्टेन पर्सेन्टेज चाहिँ म्युचुअल फन्डमा इन्भेस्टमेन्ट गर्नु चाहिँ एकदमै इन्फ्लेसनलाई बिट गर्नको लागि। त्यसो भए हामी यसो गरौँ न त, अघिल्लो भिडियोमा हामी इन्फ्लेसन है, युएस इन्फ्लेसन अथवा अरू अन्य देशको इन्फ्लेसन, इन्डियाको इन्फ्लेसनलाई लिएर एउटा बात गरौँ, जसले हाम्रो दर्शकहरूलाई इन्फ्लेसनलाई बिट गर्नको निम्ति चाहिँ कुन कुन एसेटहरू है राख्नु जरुरी छ, त्यसमा पनि फिक्स एसेट, लिक्विड एसेटको कुराहरू नै हामी अघिल्लो भिडियोहरूमा गरौँ न त होइन। त्यो पनि गरौँ र हामी यो जुन हाम्रो च्यानल स्मार्ट मनी माइन्डसेट भन्छौँ नि, हामी बिचको मनीलाई हटाइदिउँ न, स्मार्ट माइन्डसेटको कुराहरू पनि गरौँ। ठिक छ, स्मार्ट माइन्डसेटको कुरा हाम्रो जीवनमा हामीले भोगिरहने कुराहरू, सामाजिक उत्तरदायित्वको कुराहरू है, सोसियल रेस्पोन्सिबिलिटीको कुराहरू नै हामी तपाईँहरूको सामु ल्याउनेछौँ। अहिले आज हामीले तपाईँलाई मल्टी एसेटको बारेमा जानकारी दियौँ। इन्फ्लेसनको इम्पोर्टेन्ट कुरो यहाँ रमेशले राख्नुभयो र इन्फ्लेसनको बारेमा फेरि अघिल्लो भिडियोहरूमा तपाईँहरूलाई हामी
जानकारी दिनेछौँ हजुर। र अब अघिल्लो भिडियोमा भेट्ने बाचा राख्दै